केटाकेटी 4 जना भने हैन दाइको 3 जना र सालीको छोरा त्यही त आफ्नो 3 जना पहिले जस्तो जानी भएको बफेर एगाडे भएको हैन रसे अर्को थियो अब त सकिन्छ तनावले अब कति दिन च्याचा गरेर तनाव लाग्छ च्याचा गरेर टेन्सन कति आउँछ केटी छ ए बाबु यसरी कसै अन्त्य आउने गाह्रो छ के अरे एउटा इन्डियन डान्स सोमा चाहिँ नि मेरो पापा नै पिछेमा माँ बाप को मारती अंधे पीछे से मार पीछे से करते पार्टी यही पछाडितिर है पार्टी यहाँ पनि आउनुपर्ने होला रमजानपछि उतैनिर हो क्या होइन पार्टी एउटा भुइँ जस्तो लाग्यो मिजा भने यो पार्टी ब्यालेन्स चाहिँ मिजालै हुन्छ पार्टी ब्यालेन्स त्यो माथितिर होइन यहाँसम्म चाहिँ आएको एकचोटि उयो गर्छ नि यो गर्छ नि भरै यहाँ नि एक दिन आउनु पर्यो कति यो 16 17 17 अनि 13 दिन त रह्यो त्यहाँ 15 दिन 20 मा सकिने हो आजभन्दा 10-12 दिन अगाडि नै अझै पहिला आएको हेर त कानेले पार्टीमा ल्याउने सामानको लिस्ट पठाएको हेर 15 दिन अगाडि लेखेर पार्टी त्यो पार्टीमा ल्याउने अर्डर पठाएको लिएर पठाएको थियो मैले त्यो ट्रान्सफर गरेर हेर्थेँ झोलामा त्यसलाई कति हतारो काम छैन यसो ईद पार्टीको सामान भनेर लेखेको थियो कि ईद पार्टीको अर्डर भनेर लेखेको थियो कि किनी गरे जस्तो गर्नु न आजभन्दा धेरै अगाडि बिर्सेको छ टुराले पार्टी सम्झायो भनेको बच्चाहरूलाई आएन अहिले हुँदैन यहाँबाट होइन अर्कोबाट याद भएको त्यही डाँडा त्यत्रो पाहाडमा टुप्पोमा आइसिङ खाने गाडी जान्छ त्यहाँ गाडी गएर खाने बाटो देखिरहेको जस्तो बाटो देखेको खाना खाना खाने टुप्पोमा यहाँ त यस्तो काँडा काँडा भन्दा केही छैन त यही भेडा त नर्थ गाडी गाडी मोबिल फेंके सेता नि आइछ बुढाको खोलामा धर्म पानी जमेको ढुङ्गा पानी त
यताको यो बाटो जाने होइन कता पुग्दो रहेछ जाने गान थाहा छैन कतै जानु होइन अस्ति नै यहाँ गाडी टुरको गाडी नै आएको थियो दुईवटा बस अनि भन्छ यो बाटो हिँडेर कहाँ रहेछ यता गाउँतिर आउँछ मात्रै थाहा फेरि होला नि गाउँ सहरतिर हाम्रो यसरी नि आउँछ मलाई हेरो दिन्छ है यो त अघि पोखरी देख्यो नि बुढेल जमाना पोडेल देख्यो त पोखरीमा क्रिकेट नि हामी खेल्दैनौँ बुढोको स्विमिङ पुल होइन न के त गयो कि भर्खरै अहिले पनि बाटो क्रस गर्ने ठाउँ त राम्रो डेन्जर हुन्छ नि त्यही हो यो बारलाई सबै कुरा हो यो बार यो कम्पाउन्ड सबै बारले यो त खतरा ग्राउन्ड रहेछ त यार यहाँ हाल नदेख्ने छ त्यसरी त नेपथ्यमा जति पाहाड रहेछ हेर्ने त्यति पाहाड सबै बुढो गएको यतापट्टि हो क्या यो जब त 10-20 हजार आइखेरी गर्दा त्यो बेला होइन त्यो पनि परेन घरमा सबै पार्ट पुऱ्याइने हुन्छ सबै हरेक दिन खुल्ला खाइहाल्छ